यो चाहिँ अलैँची बारी त्यस घारी हाम्रो बुवाहरूको जग्गा पहाडको बुवाहरूको जन्मभूमि छैन त्यता खिचेको मैले यस्तो छ पहाड अलैँची बारी यता नि अलैँची बारी घर चाहिँ उहाँ छ हाम्रो मूल घर यो यहाँ पुराण लगाउने यस्तो छ अनि हामी यहाँ घुम्दै नि रहेका छौँ तपाईँ चाहिँ के गर्नु घारी बसेर अलैँची टिप्नु थाल्नुभयो क्या बाटो हेर कस्तो भिड छ तल कसरी जानु होला है यता गुड्केर यो बिचमा भन्दैछु तीर्थराजमा टापुमै पुगेर यहीँ रोइरहेको बाख्रो खेत होइन हामी त उत्रि भन्दा गुड्केर तलै झर्छ मलाई त कहाँ यत्रो त्यो ऊ छ धारा भन्दा ए ऊ झर्ना राम हेर्नु त यस्तो त राम यस्तो छ पानी कुदेको पानी भएको आवाज आइरहेछ छ राम आउनु है आउनु घुम्दै हुन्छ यता कता के हेर्न आउनु भएको ठुलो मम्मी ए अलैँची बारी हेर्न आँकी म यहाँ ओरिङ्गा खोलो आमराङ डाँडो सबै घुम्न आएका हामी यता भिरपाखा सबै यता यस्तो भिर छ हाम्रो पहिलेको पुर्खा बसेको गाउँ हेर्न आएका जन्मेको ठाउँ खेलेको ठाउँ है यता हाम्रो त हामीले गाई बाख्रा चराको ठाउँ यस्तो भएछ अहिले हिँड्न नसकिने ठाउँ भयो भनौँ अहिले हामी त हिँड्नै नसक्ने भयो नेक्स्ट टाइम देखेको मम्मी काँडाले खोज्छु राम्रो ल आऊ के त जुत्ती ऐसेलु हामी पाहाडमा बसेर जन्मेर यस्तो खारा यस्तो खाजा हो यो देखेर ल यहाँ मम्मी दिदीहरूलाई सबैलाई हामीले खाने पानी यही हो पखालेर खाने कस्तो मिठो हुँदो रहेछ म त फर्स्ट टाइम आएको स्ट्रबेरी जस्तो हुँदो रहेछ जाने बेलामा टिपेर लग्नु पर्यो कतै है मलाई त ल्याइदिनु भने अनि कहाँबाट लग्नु यहीँबाट यहीँ आएर क्या एउटा प्लास्टिकमा हालेर क्या एकै दिनमा पुगिन्छ नि त ठुलो बगा अनि नानीहरूलाई देखाउन पर्छ लड्नुहुन्छ है तपाईँ अघिल्लो दिन नगर होइन अघिल्लो दिन भ्याइँदैन ठुलो बगा काकी त बुझ्यो म त भातैको सातो खान्छु किरा हुन्छ तर धेरै पाकेको भित्र छ बुवा यस्तो ढुङ्गामा लाग्यो भने गोपालहरू पनि हो भगवानले पकाएको हेर्छ नानी अनि यस्तो ढुङ्गामा यहाँबाट तल एकैचोटि हान थाल्नुहुन्थ्यो अरे राम सन्तोषहरूले पनि हेर ए ल ल भिडियो हेर्नु न पानी यस्तो गर्नु न टिपेको बसेर उत्रने बिस्तारै लड्नु
हिँड्नु हिँड्नु ल यहाँ चाहिँ घुमघाम भइरहेको छ पहाड घारी घुरी डाँडा पाखा पखेरा झरना खोला सबैतिर कसैको कर्म थलो छ कसैको जन्म थलो छ कसैको पुर्खाको थलोहरू छ मेरो चाहिँ पुर्खाको थलोहरू हो बुवा हजुरबाहरूको मम्मीहरूको कर्म थलो दिदीहरूको जन्म थलो यता छ झरनाहरू चाहिँ ल मेरोमा चाहिँ अलैँची घारी के हो यहाँ उत्तिस घारी जङ्गल सिस्नु छ यहाँ सिस्नु है त्यो कालो खालको भने घुम्दै घुम्दै रमाइलो भइरहेछ पाहाड घुम्न धेरै रमाइलो भइरहेछ शङ्खसभा हाम्रो ओरिङ्गाको चाहिँ हरियाली अलैँची बारी उत्तिस घारी मैदान जग्गा थिएन त धान रोप्ने काकी गोरु जोत्ने धान रोप्ने घरमा यति ऊ रहेछ माइत जाने बाटो त रानीवन